silence of the morning. The sun awakens and opens the world in colors. Each ray is a hug, a promise. साथीहरु अहिले म रामधुनी जंगलमा छु। यो जंगल हेर्दाखेरि पुरै भयावह जस्तो लाग्छ। मान्छेहरुको पनि आवत जावत छैन यहाँ। पुरै हामी दुईजना म र मनोज गइरहेछौँ जंगलको बिचैबिच। कसैलाई पनि देखिरहेको छैन। यो जंगल चाहिँ राम्रै छ, शीतल छ। यो चाहिँ मन्दिरको नाम के हो? मन्दिरको नाम पनि रामधुनी मन्दिर हो। हामी रामधुनी मन्दिर आइपुग्यौँ। तपाईँ यो हेर्न सक्नुहुन्छ। यसको कम्पाउन्ड पुरै घेरेको छ, पुरै व्यवस्थित तरिकाले। अब यो हेर्न सक्नुहुन्छ बाँदरले आफ्नो बच्चालाई कसरी स्याहार सुहार गरिरहेछ। ठाउँमा म पहिलोपल्ट आएको छु। जे होस् ठाउँ चाहिँ एकदम राम्रो छ। मन्दिर रमणीय पनि छ है। तपाईहरु पनि यहाँ घुम्न आउँदाखेरि जे होस् टाइम पास मजाले हुन्छ। तपाईहरु यहाँ आउन सक्नुहुन्छ, इन्जोय गर्न सक्नुहुन्छ, घुम्न सक्नुहुन्छ मजाले। यसलाई भन्छ रामधुनी। यो भनेको पार्क र मन्दिर। रामधुनी मन्दिर स्थित घुमघामको क्रममा यसो आज शनिबारको दिन यसो रमाइलो गर्दै भन्ने हिसाबले हामी आज रामधुनी मन्दिरमा घुमघामको क्रममा आएको हौँ। र साथीहरु हेर्नु यहाँको दृश्य धेरै रमाइलो छ। र यहाँको वातावरण, यहाँको वन्य जङ्गल धेरै राम्रो भएको हुनाले हामीलाई जोस धेरै राम्रो लागेको छ, रमाइलो भइरहेछ। तपाईहरु पनि आइदिनु होला, रमाइलो गरिदिनु होला। प्लस अब मन्दिर स्थल पनि रहेछ होइन। आएर दर्शन प्लस अब यहाँको रमणीय रमाइलो पनि छ होइन। रमाइलो लागेर छ त्यति भन्दै म अब होइन बनाएँ। अब आज हामी म र हाम्रो ऱ्याटको प्रमुख मनोज कुमार खवास हामी दुईजना आज रामधुनी। जे होस् आज अकस्मात होइन प्रोग्राम बन्यो। त्यस्तो हाम्रो केही पनि प्रोग्राम थिएन यहाँ आउने, तर रमाइलो भएछ। हामीले जिन्दगीमा कहिलेकाहीँ मोज मस्ती पनि गर्नुपर्छ होइन। यसो घुमघुमाइहरू गर्नु पर्यो अनि लाइफको एउटा इन्जोयमेन्ट पनि लिनु पर्यो। अनि जे होस् यताको जङ्गलहरू हेर्दाखेरि आई एम भेरी इम्प्रेस्ड। आई एम सुपर इम्प्रेस्ड एन्ड आई विल कम नेक्स्ट टाइम अगेन विथ माई फ्रेन्ड मनोज कुमार खवास, द मोस्ट ह्यान्डसम गाई। तपाईँ यहाँ अझै हेर्न सक्नुहुन्छ अझै विकास निर्माणका कार्यहरू भइरहेछ। यसलाई भव्य तरिकाले बनाउनलाई चाहिँ गर्दाखेरि यहाँ चाहिँ यसको दृश्य नै अलग हुन्छ। अहिले पानी सुकेकोले गर्दाखेरि चाहिँ यहाँ चाहिँ सुक्खा छ, यहाँ चाहिँ तल जान सकिन्छ। तर हामी यहाँ आउँदाखेरि चाहिँ हामीलाई सेम पशुपति जस्तै फिलिङ हुन्छ। किन भन्दाखेरि यहाँ तपाईँ चारैतिर बाँदर हेर्न सक्नुहुन्छ। बाँदरले यो आँप खाइराखेको। यहाँको वातावरण चाहिँ पुरै तपाईलाई चाहिँ पशुपति जस्तै लाग्छ है। मन्दिरहरू पनि चारैतिर छ अनि यसको जुन सजावट बनावट जुन तरिकाले छ यो चाहिँ तपाईको पुरै पशुपति मन्दिर जस्तै लाग्छ। तपाईलाई खासै पशुपति मन्दिर र यो रामधुनी मन्दिरमा तपाईलाई केही डिफरेन्स पाउनुहुन्न। एउटा चाहिँ के छ भन्दाखेरि यो जुन ताल हेर्नुहुन्छ, यो ताल जुन छ यो यसको एक्स्ट्रा बनावट छ। यो ताल हेर्दाखेरि पनि जे होस् भयङ्कर
भयङ्कर तरिकाले यसको संरचना बनाइएको छ र यो संरचनाले गर्दाखेरि यो मन्दिरको सौन्दर्य अझै बढाएको छ। यहाँ मन्दिरको साथसाथै यहाँ तपाईँ जङ्गलमा हेर्न सक्नुहुन्छ यहाँ सानो सानो अहिले म यहाँ बसिरहेको छु। यो भनेको जे होस् चाड तर जहिले मेला लाग्छ म आउँछु एकपल्ट घुम्नलाई। सानी मलाई नदिने तपाईँ? सानी मलाई नदिने, मलाई आ दिनु त आ आ आ आ नै नै ची 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 गन्दा लाग्छ गन्दा हेर्नु त। उही के गन्दा? अनि तपाईँले त्यस्तो गर्नुभयो गन्दा लाग्दैन? जतिखेर पनि बा 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 बा। ल भाउजू हाई गरिदिनु ल। एउटा डान्स गर्नु न। हजुर के भयो भयो नखाने अब? ए उठाइदिनु रोमन, उठाइदिनु। गाड़ी आ रहा। हाँ तब अखनी नरे से आ रहा है नर जरूरत है तो रोजी ओ मास्टर प्लानर। हामी रामधुनीबाट डाइरेक्ट अब राजाबास गइरहेछौँ। यो पनि मेरो पहिलो ट्रिप हुनेछ मनोज खवास ज्यूसँग। यहाँको सौन्दर्यता हेर्नुस्, चारैतिर जङ्गल, नदी नाला, रमणीयता। हाम्रो नेपालमै स्वर्ग छ, हामी चाहिँ विदेशतिर स्वर्ग खोजिरहेका हुन्छौँ। तपाईँ हेर्न सक्नुहुन्छ
यस्तो नेपालमै है हाम्रो तराईमा पनि यस्तो शीतल छ है, यस्तो जङ्गल झाडहरू कहाँ पाउँछ? हामीले अवलोकन नगरेर हामी चाहिँ हरेक हप्ता चाहिँ हामी यस्तै ट्रिपहरू बनाइराख्नुपर्छ क्या, यस्तो घुम्ने है, रमाइलो गर्ने, हप्तामा नभए पनि एकपल्ट चाहिँ कतै न कतै ट्रिपमा गइराख्ने। प्रकृति अवलोकन चाहिँ हामी चाहिँ गरिराख्ने अब प्रकृतिको अवलोकन गरिराख्नुपर्छ। अनि जे होस् मुड पनि फ्रेस हुन्छ होइन, जहिले पनि काम 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 कामले मात्रै हुँदैन, रमाइलो पनि गर्नुपर्छ। मलाई त थाहा पनि छैन। सिधी कति का सिधी चला कति कुन प्रकार बात है सिधी ले राख ले सिटी के रोजी सालोको गाडी लिने अनि गइहाल्ने कसो त्यही गराएर हल्का चेन्ज गराइहाल्ने होइन। अझै कति हुन्छ यहाँ अझै कतिजना पानी छ ल सही सही जसले पानी के सही त मलाई पानीदेखि डर लागेको छ। आज हामी कोशी ब्यारेज आएको छौँ। यो कोशी ब्यारेजमा हेर्नुहोस्, ब्यारेजै त छैन तर यो चाहिँ कोशी नदी चाहिँ हो। यस्तो विशाल छ, पानीको बहाव पनि तीव्र छ, यसमा पानी पनि धेरै छ। यसमा अहिले पौडी खेल्न र माछा मार्न सकिँदैन, धेरै गाह्रो छ। यस्तै मलाई पानी हेरेर डर लाग्छ। अलिक गर्मीले गर्दा हामी बस्न सकेनौँ, हामी गइरहेछौँ। महतमुला सनसाइनमा मात्रै यसरी सुकाउँछ भनेको त यहाँ पनि सुकाउँदो रहेछ त। हेर त आधी बाटो छेकेर, चल्ती बाटो छैन नि यो त जहाँ पाए त्यही सुकाउँदो रहेछ।